हरेक कुरा नेकपा एमालेका विरुद्ध, हरेक कुरा नेकपा एमालेका विरुद्ध प्रयोग भइरहेको छ। राज्यका अङ्गहरू सबै अङ्ग एमालेका विरुद्ध प्रयोग भइरहेका छ। अदालत प्रयोग भएर परमादेश जारी गरेको पनि तपाईँहरूले देख्नुभयो। सभामुखको भूमिका तपाईँहरूले देख्नुभएको छ। तमासा भइरहेको छ सभामुखको तर्फबाट। नियम कानुन भन्ने कुरा त्यो त कुनै मतलबै छैन। स्वेच्छाचारिता, मन परितन्त्र, कसैको कुनै पार्टीका कुनै नेताले व्यक्तिगत तवरमा निष्कासन गरेको ल्याएर सूचना जारी गर्ने, कसैको केन्द्रीय कमिटीले निर्णय गरेको पार्टी फुटाएर हिँड्ने, पार्टीको सरकार ढाल्ने, प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउने, पार्टी विभाजन गर्ने, 2/3 आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरूका पाउ मल्न जानेहरूलाई निकालेको पनि सदर हुन नसक्ने यस्ता खालका कुराहरू गरेर सभामुख बसिरहेको छ। मलाई थाहा छैन, मैले एउटा सञ्चार माध्यममा हेरेको थिएँ, निर्वाचन आयोगले मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे। हरियो चिन्ह किन राख्ने, के कारणले राख्ने निर्वाचन आयोगले बताउनु पर्यो। हो कि होइन मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन, म अत्यन्तै व्यस्त भइराखेको छु। उहाँहरूसँग सोध्नुला, बुझ्नुला। यदि हो भने कुन हिसाबले राख्ने? यो धार्मिक हिसाबले राख्ने हो, के हिसाबले हरियो चिन्ह राख्ने? अथवा कसैको हरियो देखिने चिन्ह छ कसैको, त्यसकारण राख्ने? के का लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेले रुखै रुख देखोस् भनेर हरियो राख्ने हो कि किन हरियो राख्ने? यदि हो हरियो राख्ने निर्णय गरेको भने, होइन भने त्यो सञ्चार माध्यमले आफ्नो त्रुटि सच्याउनुपर्छ। यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्यस्तो त्रुटि सच्याउनुपर्छ। हरियो सरियो हुँदैन। अनि अब कहिले अदालत हाम्रा विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रा विरुद्ध, कहिले सभामुख हाम्रा विरुद्ध, कहिले अर्को हाम्रा विरुद्ध। के हो यस्तो? संसद हाम्रा विरुद्ध प्रयोग गरिने, सरकार त हाम्रा विरुद्ध छँदैछ। हामीलाई ढालेर बनेको सरकार हो, त्यो परमादेशबाट बनेको सरकार हो, मुद्दा जितेर ल्याएको सरकार। चुनावबाट पो सरकार बन्छ त। मेयर अब मुद्दा जितेर, अब मन्त्री मुद्दा जितेर, प्रधानमन्त्री मुद्दा जितेर, कस्तो जमाना आयो लोकतन्त्र। लोकतन्त्र भनेको छ मुद्दा जितेर। अप्ठ्यारै छैन। श्रीमानहरूले कानुन हेर्न छोड्नुभयो। श्रीमानहरूले मुखभन्दा पनि, अब मुख भन्ने हो भने त अब राम्रो नराम्रो सबै उस्तै होला, के अरे अब। तर उहाँहरू त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो। यो समृद्ध नेपाल सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरूलाई पीर चिन्ता त्यसको छ। एक थरी मान्छेहरू छन् नेपालमा, समृद्ध नेपाल सुखी नेपाली भन्यो भने भन त भन्यो भने यी सुगा जतिका पनि छैन। सुगालाई त गोपी कृष्ण कहो भनेर 2-4 महिना सिकायो भने बोल्छ नि। समृद्ध नेपाल सुखी नेपाली भनेर पढाएको पढाइछु, पार्लियामेन्टमा पढाएको छु, सबैतिर पढाएको छु। यिनीहरूले भन्नै जान्दैन कहिले समृद्ध नेपाल सुखी नेपाली भन्न जान्नुपर्छ, त्यति जान्दैन यिनीहरू। त्यो कुरा बोल्दैन, भन्न सक्दैन। यिनीहरूलाई टाउको दुख्छ। सबै जनता, देश समृद्ध भयो भने अनि सबै जनता सुखी भयो भने आर्थिक हिसाबले पनि कठिनाइ छैन, सुविधा सम्पन्न जीवन बिताएका छन्। सबै हिसाबले भने महिला दिदीबहिनीहरूले पनि अधिकार प्राप्त गरेका छन् भने अनि यिनीहरूलाई पीर पर्छ। त्यसर्थ यिनीहरूले सामाजिक न्याय समानताका कुराहरू पचाउन सक्दैन।
सबभन्दा ठुलो समस्या त्यहाँ हो। त्यसकारण समृद्ध नेपाल सुखी नेपालीसँग यिनीहरूको चिड छ। जनमत हामीसँग छ, त्यो जनमत अझ व्यापक बनाउने, सुदृढ बनाउने, कसैले केही गर्न नसकोस् भन्ने गरी सुदृढ बनाउने त्यो काम हामीले गर्नुपर्दछ। म दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, यस काममा देशव्यापी रूपमा तपाईँहरूको सङ्गठित सक्रिय प्रयास अगाडि बढोस्।